2 लाख भन्दा बढी टिकटक बनेको यो गीत तपाईहरुलाई याद छ? वाक्क लाग्दो संसार दिक्क लाग्दो दिन केही सुर्ता नलिएर बस्न देऊ एकैछिन। यो गीत कसको अनि कहाँबाट आयो यो गीत? यो गीत खासमा बेक्चा भन्ने एकजना एकदमै अन्डररेटेड सिंगरको र यो गीत खासमा जोडी नम्बर 1 भन्ने हाम्रो सिरिज छ त्यसको टाइटल सङ हो। अब यो गीत कसरी बन्यो त? लेट मी एक्सप्लेन। सो यो गीत बन्ने पनि खासमा एकदमै रमाइलो खालको एउटा स्टोरी छ क्या। जोडी नम्बर 1 भन्ने चाहिँ हामीले एउटा वेब सिरिज बनायौँ। अब त्यसको लागि टाइटल सङ त चाहियो। अब टाइटल सङ बनाउनको लागि चाहिँ अहिले बनाइरहेको मान्छेहरूलाई दिने कि अब अलिकति नयाँ मान्छेलाई दिने त भन्ने कुरामा चाहिँ म एकदमै कन्फ्युज थिएँ क्या। बेक्चासँग मैले पहिला पनि म्युजिक भिडियो गरिसकेको थिएँ अनि उसको त्यो काम गर्ने प्रोसेस उसको हुन्छ नि बिहाइन्ड द सिन त्यो कुराकानी सुन्दाखेरि चाहिँ यो मान्छेले चाहिँ मेरो कुरा बुझ्छ जस्तो लागेर चाहिँ मैले उसलाई ओके मलाई यस्तो यस्तो खालको गीत चाहियो भनेर चाहिँ मैले एउटा आइडिया दिएँ। अनि आइडिया लिएपछि आफ्टर अ फ्यु डेज उसले मलाई एउटा खेसरा पठायो हुन्छ नि गिटारमा यत्तिकै बजाएर चाहिँ गीत पठायो क्या। अनि आई लभ द लिरिक्स के। अनि त्यो फर्स्टको लाइन नै हुन्छ नि वाक्क लाग्दो संसार दिक्क लाग्दो दिन इट वाज सो गुड क्या। तर इट वाज अ लिटल बिट स्लो अनि अलिकति स्याड तरिकाले गएको थियो क्या। लेट्स मेक इट फास्टर। त्यसको बिट अलिकति फास्टर बनाउने अलिकति जली बनाऊ के हुन्छ नि। गीत चाहिँ लिरिक्समा स्याडनेस भए पनि त्यो गाउँदाखेरि अथवा त्यो सुन्दाखेरि चाहिँ त्यसले फिल गुड भाइब दियोस् क्या। त्यसले चाहिँ एभ्रिथिङ इज गोइङ टु बी अल राइट भने जस्तो हुन्छ नि। सब कुरा ठिक हुन्छ। यस इट इज ब्याड वाक्क लाग्दो छ दिक्क लाग्दो छ तर सब कुरा ठिक हुन्छ है भने जस्तो मान्छेले गीत गाउन नाच्न सक्ने खालको चाहिँ त्यस्तो गीत चाहियो भनेपछि हि अन्डरस्टुड इट इमिडिएटली क्या। त्यसपछि उसले त्यो फिडब्याक लिएर यस्तो खालको दामी गीत बनाइदियो कि होइन। आई लभड इट इमिडिएटली के। सुन्ने बित्तिकै दिस इज इट यही हो मलाई चाहिएको। यसमा वाट एभर यु क्यान डु। तिमीले अहिले गिटार मात्र बजाएको छौ अब के बाजा हाल्ने हो के गर्ने हो गर तर मलाई यस्तै ठ्याक्कै यस्तै चाहियो मेक इट भनेपछि उसले त्यसलाई फिनिसिङ गरेर पलिसिङ गरेर मास्टरिङ गरेर यस्तो दामी गीत दियो होइन। तर त्यसको हामीले म्युजिक भिडियो बनाउन पाइसकेको थिएनौँ होइन। उसले चाहिँ अब कस्तो चाहिँ मान्छेले रेस्पोन्स दिन्छ त भनेर बेक्चाले ठ्याक्कै उसको सोसियल मिडियामा हाल्थ्यो। टिकटकमा त्यो पार्ट यस्तो भाइरल गयो कि अब के भन्ने अब लाखौँ टिकटक भिडियोजहरू। त्यसपछि त हामी त पुरै पागल भयो ल यो गीत राम्रो छ तर यस्तो हिट हुने गरी राम्रो छ र वाउ हामीलाई त हुन्छ नि त्यो कस्तो दामी लाग्यो क्या। अनि त्यो पछि झन् जेएनजी आन्दोलनको अगाडि जब सोसियल मिडिया ब्यान भयो त्यतिखेर यसको त्यो विषयमा पनि यसको भर्जनहरू बने। त्यो पछि जब जेएनजी आन्दोलन भयो त्यस बेलामा पनि हुन्छ नि डिफ्रेन्ट भर्जनको गीतहरू बन्यो। त्यो पछि जेएनजी आन्दोलन सकिसकेपछि पनि त्यो नयाँ सरकारलाई वेलकम गर्नको लागि पनि यही गीतबाट चाहिँ बनाएर आई थिङ्क त्यो भाइको नाम मैले बिर्सेँ उसले गीतहरू बनाएर यस्तो भाइरल गयो क्या। त्यो देख्दाखेरि चाहिँ हामीलाई कस्तो खुसी लाग्यो क्या हुन्छ नि। हामी पनि हिस्ट्रीको सानो पार्ट भयो नि भयौँ है। बेक्चा इज एन अमेजिङ सिङ्गर। उसको अरू गीतहरू पनि तपाईँहरूले पक्कै पनि सुन्नु भएको छ तर एक्ज्याक्टली को हो भनेर थाहा नहुनसक्छ। बेक्चाको अरू गीतहरू पनि सुन्नुहोस्। अनि जोडी नम्बर 1 को गीत वाक्क लाग्दो संसार दिक्क लाग्दो दिन चाहिँ हाम्रो जोडी नम्बर 1 सिरिज पनि हेर्नुहोस्। त्यहाँनिर गीत पनि हालिएको छ। आई थिङ्क यु विल इन्जोय इट। हाम्रो एकदमै रमाइलो खालको सिरिज छ। प्लिज त्यहाँ गएर हेर्नु होला।